7 वर्षदेखि अगाडि दुखिरहेको थियो आँखा चाहिँ अनि एकदम धमिलो देख्थेँ। अनि म चाहिँ यो भन्दै सुनेदेखि त यो मुर्कुचीमासी सम्मेलन छ अरे भनेदेखिको चाहिँ म एकदमै प्रार्थना गरिरहेको थिएँ, प्रभु म त्यो ठाउँमा जान्छु र मेरो आँखा चाहिँ चङ्गै हुन्छ भन्ने मेरो विश्वास थियो र म आएदेखिको प्रार्थना गरिरहेको थिएँ। तर अहिले नि र आजै मेरो आँखा चाहिँ धमिलो देख्दै थियो, तर त्यो प्रार्थना गरेर हेर्दा चाहिँ मेरो आँखा सफा देखेँ। परमेश्वरलाई धन्यवाद होस्। सबैजना मेरो जय मसीह। अहिले त एकदमै छाङ्ग देखेँ। कताले देख्छ मैले त्यस्तै देख्नु प्रभु भनेको थियो। मैले जस्तो जवानमा देखेको मेरो आँखा त्यस्तै देखेँ। मेरो डाक्टरले चाहिँ तपाईँको आँखा कहीँ गएर बनिँदैन भन्नुभएको थियो 7 वर्ष अगाडि नै। तर मेरो आँखा चाहिँ आज मैले छाङ्ग देखेँ। सबैजना जय मसीह। चार पाँच महिना भइसक्यो अनि त्यहाँ निको हुन सकेको थिइनँ। आजदेखि चाहिँ म निको भएँ। सबैलाई जय मसीह। अहिले दुखाइ छैन? छैन अहिले चाहिँ छैन। अहिले चाहिँ कसले निको पार्नुभयो? परमेश्वरले निको पार्नुभयो। कुन चाहिँ परमेश्वर?